आजको वेदर चाहिँ राम्रो छ, घाम लागेको छ। अनि यो चाहिँ किचन बनाएको खाना यसो पकाउनलाई स्टोरेज सयपत्री फुल छ अझै अलिअलि। यो किचनमा खानासाना पकाउने त मसलाहरू थालबटुको प्याज खोर्सानी के राख्ने यता बाहिर यस्तो भएछ आज। यहाँ सागको बिउ अस्ति छरेको यस्तो भएछ। चिसोले अब खाने हो कि मान्छेले खानु हुने हो त्यो चाहिँ थाहा छैन। सागको बिउ यति छ। यहाँ खोर्सानी अझै पाक्दैछ। अस्ति निकै टिपेको छ, अझै छ। यो कस्तो खालको खोर्सानी हो, डल्लै नै हो नि त। यो बढी यो के भन्छ यसलाई, बाकुलो भएर के भएर यस्तो फलेको। डल्लेहरू लाम्चेहरू टन्नै छ। खोर्सानी यहाँ पनि यो डल्ले यहाँ छ अझै। यो साइली कि माइली खोर्सानी भन्ने चाहिँ यो हो। यो खोइ यो त कहिले टिपेर खाएकै छैन। पाकेछ। यो कुन खोर्सानी हो? यो खोर्सानी गाडी भएर यो खोर्सानी यो यताको यो खोर्सानी खाने पालो नआएको है के भएर यो टिपेको। खान त खाएको अलिअलि, तर यो टिप्नु अल्छी लाग्दो छ। यो खोर्सानी त यहाँ अदुवा छ, यो नयाँ बनाएको। त्यही झन्डै पो लडेछ हौ। यो साग बाक्लो भएछ अब यो सागको बिउ। एउटा खोर्सानी यो डल्ले त्यो पनि छिपिने रहेछ। यता पनि छ खोर्सानीहरू अलिअलि। यो लाम्चे खोर्सानी हो कि के हो यो? आमाले पनि रोप्नु भएको थियो, मैले पनि रोपेको थिएँ। डल्ले खोर्सानी अब चिसोले खान्छ कि खाँदैन, पाक्नु त पाक्दैछ। निकै टिपेको अस्ति यहाँबाट। यो चाहिँ 2-3 चोटि टिपिकनको पछाडिको यो खोर्सानी हो। र पनि अझै फलिरहेछ, पाकिरहेछ। पाकेको टिप्दै खाँदै। अस्ति त यो सागबारीमा चाहिँ टमाटर चाहिँ सबै निकालेर साग लगाइदिएको। यो साग यस्तो भइरहेछ। यो दाछी खाने खोर्सानी के खोर्सानी यस्तो सबै ढल्केछ। यता पनि यो खोर्सानी यसो गर्नु पर्ला भनेको। यो चाहिँ लाम्चो खालको खोर्सानी, लामो खोर्सानी हो। यसले पनि निकै फल हो यसपालि त। आम्मामामामा लगभग 3-4 केजी नै फल होला। अझै फलिरहेछ। अनि यहाँ अस्ति आलुहरू के लगाएको थियो सब्जीहरू। फेरि धनियाँ लगाइदिएको। धनियाँको मसिनो यो बिउ हुँदैछ। अब जाडोले खानु हुन्छ कि हुँदैन, चिसोले भेट्छ कि भनेर माया पनि मारेको। फल्दै पनि छ। खै के हो यस्तो। मौसम पनि राम्रो भइरहेछ, अलिअलि चिसो। धनियाँ चाहिँ यहाँ छ। मैले अस्ति यो धनियाँ चिसो आउँछ कि भनेर बारेको। चिसोले त के यो बारलाई थाम्थ्यो, र पनि छ्याप्पै छ धनियाँ। यो टिप्दै खाइरहेको छु मैले पनि। यताको ठुलो भएर यताको खाने बेला हुन्छ, उता अनि बढ्दै गर्छ। यताको खायो पालै यताउता गर्दै खाँदै। यता तोरी छ। यो तोरी पनि अब 1-2 दिनमा खानुहुन्छ होला। यो ठुलो भइसक्यो तोरी पनि। उत्र समक्ष यो यसरी बारिदिएको। यो पनि डल्ले त्यतिकै लडिरहेछ। खै बिस्याहार भयो यसलाई पनि। यो माटो मात्रै छ, सुक्खा माटोमा के फल्थ्यो र भनेर भनेको। फलिरहेछ फल्नु चाहिँ। यहाँ घरतल रोपेको यो चिसोले अब हुँदैन होला। घरतहरू पनि छ यहाँ। बाउले कि आमाले रोप्नु भएको।
यस्तो छ है सब्जी बारी। यो भोटे धनिया भन्छ यसलाई। पत्ता चाहिँ अस्ति टिपेर खायो, अब अलिकति छ। जति पत्ता टिप्यो त्यति धेरै पत्ता यसको आउँदो रहेछ है, त्यस्तो लाग्यो मलाई चाहिँ। अस्ति यो सबै टिपिदिएको थियो, 6-7वटा पत्ता काटेको, अहिले फेरि यति आइसक्यो। यो माथि चाहिँ फुलेर यसको यो बिउको लागि हो कि फुलेको, यस्तो दाना छ, यस्तो दाना हुँदो रहेछ। अनि यहाँ एउटा आँपको बिउ रोपेको उम्रेछ कोया। यो चाहिँ यो रुख टमाटर बोट मात्रै, यो ठुलो भइसक्यो, फल्दैन। अलिक चिसोमा मर्ने बेला आइसक्यो, यसले फल दिन्छ जस्तो लागेन मलाई। अर्को पालि अब जोगाउनु सकिँदैन होला चिसोले। अनि यता पनि छ खोर्सानीहरू, यो ठुलो दासी खाने खोर्सानी हो कि, डल्लेहरू पनि छ यता पनि छ। यो खोर्सानी पनि साह्रै धेर फलो यसपालि, टिप्दै खाँदै पाक्दै यो पनि फलिरहेछ। यहाँनिर यो गमलामा निकै फल्दो रहेछ। अलिअलि दुःख गर भन्ने त सब्जीहरू खानु पाइँदो रहेछ, यसो फ्रेस सब्जीहरू। मार्च अप्रिल मे भनेपछि जुन जुलाई अगस्त सेप्टेम्बर अक्टोबर, लगभग 4 महिना चाहिँ खाइयो मजाले सब्जी। बारीकै सब्जी, खोर्सानी, धनियाँ, टमाटर, साग अझै छ। यसपालि अलिक चिसो ढिलो आउने हो कि ल। यता आलु बसाएको, यो सानो पार्नु पर्यो लज्जा। सयपत्री पनि अब चाहिँ पानी नभएरै के भएर मर्नु थाले। स्टोरेज सानो खानाहरू यसो पकाउनुलाई भित्र गन्ध हुँदैन भनेर बाहिर बनाएको। यहाँनिर सजिलो हुन्छ, यहाँबाट फुत्तै निस्क्यो अनि यतै खाना पकाउनु, यताउता गर्नु। यहाँ नजिक भएर सजिलो हो यहाँनिर चाहिँ खाना पकाउनु। यतापट्टि छिमेकी घर, यतापट्टि पनि छिमेकीको। यस्तै छ बारीको हालत। अब चिसो लागेपछि हुँदैन होला। अब कति दिनसम्म यसो खानु हुन्छ, 1-2वटा धनियाँहरू, 1-2वटा सागहरू। यो साग पनि किराले यो घरभरि साग भएर होला, यसको एउटा पनि भएर होला, छाक पनि पुग्दैन। साग त छ नि मजाले ठुल्ठुलो पत्ता आएको, तर के यो घरमा अलिअलि साग भएर होला। यो बिर्सेको खानु। यतापट्टि पनि त्यस्तै छ। यता चाहिँ टिप्नु पर्ला भने भोलि। अस्ति यहाँनिर साग नै लाग्थ्यो, यो मसिनो बिरुवा चाहिँ छोडिदिएको, ठुलो भएछ। अब यता चाहिँ अर्को पालि हो, अर्को वर्षको लागि यो रेडी हुँदैछ। यतापट्टिको यो गार्डन चाहिँ यस्तै छ। यसपालिको यो सब्जी बारीको हालत अलिक नाजुक छ, भनेको जस्तो मलहरू पनि भएन। ठिकै छ, तर अलिअलि खानु पाइयो, त्यसमै चित्त उब्जाउनुपर्छ। मेन भनेको त त्यही हो, धनियाँ, साग, खोर्सानीहरू हो किचनमा चाहिने भनेको। त्यो कुराहरू सबै अब बारीमा भएपछि त अब धनियाँहरू, खोर्सानी, टमाटर अलिअलि किन्नु परेन।